हामी चाहिँ यहाँनिर यो एग्रिकल्चर म्युजियमबाट चाहिँ हामी निस्किसक्यौँ अनि समग्रमा मैले अब कुराहरू जति गरे पनि त्यही नै हो। मैले भन्नुपर्ने कुराहरू बिचबिचमा अघि नै पनि भनिसकेँ। तर ठाउँ हेर्दाखेरि ठाउँ बस्दाखेरि चाहिँ एकदमै अत्यन्त राम्रो ठाउँ छ भनिराख्नुपर्ने अब त्यो जरुरत पनि भएन। अनि ठाउँ चाहिँ सुवनदेखि नजिक भइगयो। अनि मैले यहाँनिरबाट यहाँ आएर सिकेको भनेको कुरा चाहिँ यहाँभित्र देखिसकेपछि अझ यो भित्रभित्र ठाउँहरू त रहेछ, तर अलिकति समयको अभावले गरेर चाहिँ हामी यही ठाउँमा मात्रै गयौँ। तर त्यो पछाडितिर देखेको ठाउँमा चाहिँ त्यहाँ चाहिँ प्रशिक्षण पनि भनेको छ। तर सायद त्यहाँ चाहिँ अझै धेरै कुराहरू चाहिँ सिकाउन सक्छ। अनि अर्को कुरा भनेको चाहिँ यहाँ यो एग्रिकल्चर सम्बन्धी कार्यक्रमहरू चाहिँ थुप्रो कार्यक्रम पनि हुन्छ अरे यहाँ। अब त्यो चाहिँ वेबसाइटमा अब उनीहरूले सूचना निकालेको बेलामा चाहिँ पहिला अग्रिम बुकिङ गरेर यहाँ आयो भने चाहिँ कृषि सम्बन्धी अरू थप जानकारीहरू पनि यो ठाउँमा चाहिँ लिन सकिन्छ भन्ने कुरा चाहिँ गोप्य सूचनाबाट प्राप्त भयो। अनि ठाउँ चाहिँ यही नै हो, एकदम मलाई चाहिँ राम्रो लाग्यो। तर अब कतिपय ठाउँहरूसँग चाहिँ कस्तो सम्बन्ध गाँसिँदो रहेछ भन्दा एक ठाउँ गएपछि त्यो फर्केर त्यो ठाउँमा गइन्न भन्ने कुरा हुन्छ। जस्तै गाडीबाट छुटिसकेपछि, गाडीबाट झरेपछि अर्को यात्रु कुनै यात्रुलाई चाहिँ गाडीमा हिँड्दासम्म चाहिँ परिचित भएपछि त्यहाँबाट छुट्टिएपछि त्यो गाडी गएपछि त्यो मान्छेसँग परिचित कहिल्यै हुन्न, त्यो ठाउँ छुटेर गएपछि गयो भन्ने हुन्छ। तर कतिपय ठाउँहरू चाहिँ यस्तो हुँदो रहेछ कि यही ठाउँ जस्तो हुँदो रहेछ। किनकि मलाई चाहिँ यो एकचोटि आएर मलाई अझै पनि चित्त बुझेको छैन। अनि म चाहिँ फेरि पनि यो ठाउँमा आउँछु भन्ने चाहिँ एउटा बाचासहित मैले चाहिँ अहिलेलाई चाहिँ भिडियो चाहिँ अन्त्य गर्न चाहेँ। अनि तपाईँलाई चाहिँ यदि यो ठाउँमा घुम्न आउनु इच्छा हुन्छ भने चाहिँ मैले यो अघि नै भन्छ यसको यो भिडियोको डिस्क्रिप्सनमा मैले चाहिँ यहाँको लोकेसन राखिदिन्छु। तपाईँ पनि घुम्न आउनु होला है त्यहाँ।